धन्यवाद। आफ्ना केही धारणाहरू राखेर कार्यक्रमलाई संकल्प सभालाई सम्बोधन गरिदिनु हुनुको निमित्त हाम्रा केन्द्रीय प्रवक्ता आदरणीय निर्गन नवीनजीलाई अनुरोध गर्छु। निर्गन नवीन, केन्द्रीय प्रवक्ता। मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका सचिवालयका साथीहरू, कमान्डका इन्चार्ज, जिल्ला समितिका साथीहरू र सबै यो अभियानमा लामबद्ध सबैलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। नेपालको इतिहासमा भीमदत्त पन्तको किसान विद्रोहको एउटा विशेष महत्त्व छ। राणाशाहीका विरुद्ध लड्दै गर्दा यो क्षेत्रका किसानहरूको जमिनको कुरा, भूमिहीनहरूको कुरा, दलितमाथि भएको विभेदको कुरा, राज्यले गरेको दमनको कुराका विरुद्ध उहाँले एउटा विद्रोहको यही क्षेत्रबाट सुरुवात गर्नुभएको थियो। मैले एकजना उहाँको सेना, उहाँको नाम भुले, कैलालीको एकजना चौधरी वृद्ध मान्छेलाई केही वर्ष अगाडि भेट्ने मौका पाएको थिएँ। उहाँले किसान र मजदुरको पक्षमा त्यो बेलामा जुन ढङ्गले वकालत गर्नुहुन्थ्यो, त्यतिखेरको राज्य सत्ताले भारतीय भाडाका सिपाहीहरू ल्याएर निर्मम दमन जुन गरेको थियो, मलाई लाग्छ आज हामी उहाँले त्यो उहाँको मार्गदर्शनलाई पछ्याउने छौँ। राज्यले जुन
किसान र मजदुरको नेतालाई जुन दमन गर्यो त्यसको पहिले पनि हामी भर्त्सना गर्न चाहन्छौँ र यो अवसरमा आज हामीले मिटर ब्याज विरुद्धको एउटा ऐतिहासिक आन्दोलनको सुरुवात गरेका छौँ। हामी 3 वर्षदेखि काठमाडौँ केन्द्रित भएर आन्दोलन गरिराखेका छौँ। राज्यले कहिले आयोग बनाउने, कहिले सिडिओ कार्यालयमा समस्या समाधान गर्छौँ भन्ने, अदालतबाट किसान र मजदुरका जमिनहरू लिलामी गर्ने, साहु महाजनलाई हाम्रो सम्पत्ति खोसेर हस्तान्तरण गरिदिने जुन एउटा प्रयत्न गरिराखेको छ। अहिले पनि हामीलाई लाग्छ यो देशमा गणतन्त्र छैन, यो देशमा सुत्खोरहरू, भूमाफियाहरू, बैंकिङ माफियाहरू, वित्तीय माफियाहरूले आज यो देश कब्जामा लिएका छन्, किसान र मजदुरहरूलाई शोषण गरिराखेका छन्। त्यसका विरुद्ध यो न्याय मार्च जुन हामी महाकालीबाट सुरु गरेर चितवन हुँदै काठमाडौँ जानेछौँ। हाम्रो आदरणीय अध्यक्षले आजै काकडभित्ताबाट मार्चको सुरुवात गर्नुभएको छ, त्यो पनि चितवनमा आएर हामी काठमाडौँ जानेछौँ। यो पटक किसान र मजदुरलाई यो सरकारले झुक्क्याउन सक्ने छैन। यो सङ्घर्ष समितिको नेतृत्व किसान र मजदुरको पक्षमा एउटा परिणाम लिएर आउनेछ र हाम्रा महान शहीदको अगाडि उभिएर, महान शहीदको शालीको अगाडि उभिएर पनि हामी यही ग्रहण गर्न चाहन्छौँ। किसान र मजदुरहरूको हक र अधिकार स्थापित नगरिकन यो राज्यमा शान्त हुनेवाला छैन। हामी निरन्तर हाम्रा किसान विद्रोही नेताहरूले जुन माग राख्नु भएको थियो, जुन पदचाप छोडेर जानुभएको छ, त्यो पदचापलाई निरन्तर पछ्याउनेछौँ। यो ऐतिहासिक आन्दोलनमा हामी निरन्तर होमिरहनेछौँ। शहीदहरूलाई आज सम्पूर्ण ज्ञात अज्ञात व्यवस्था परिवर्तनका निमित्त रगत बगाउनुभएका सबै शहीदहरूलाई हार्दिक श्रद्धासुमन व्यक्त गर्दै किसान र मजदुरको आन्दोलनको नेतृत्व किसान मजदुर समितिले लिने र देशव्यापी रूपमा किसान र मजदुरका समस्याहरूको बारेमा वकालत गर्ने जुन प्रण हामीले लिएका छौँ, त्यो प्रतिबद्धता, त्यो प्रणलाई म फेरि पनि दोहोऱ्याउँदै यो सभा सकिएको घोषणा गर्छु। आज उहाँको आन्दोलनको